आजको टपिक भनेको हाम्रो बर्नौलीज इक्वेसन, जुन कि हाइड्रोलिक्स र फ्लुइडमा धेरै फ्लुइडहरूलाई स्टडी गर्नको लागि युज हुने इक्वेसन हो, जसमा के हुन्छ चाहिँ भनेको यो बर्नौलीज इक्वेसन ड्राइभ फ्रम द युलर इक्वेसन। सुरुको पोइन्ट हामीले के जान्नुपर्छ भने भनेको बर्नौलीज इक्वेसन कहाँबाट ड्राइभ भएको छ भने चाहिँ भनेको युलर इक्वेसनबाट हाम्रो ड्राइभ भएको छ। हाम्रो बर्नौलीज इक्वेसन कहाँबाट भएको छ भने भनेको युलर इक्वेसनबाट हाम्रो यो बर्नौलीज इक्वेसन ड्राइभ भएको छ। र बर्नौलीज इक्वेसन ले के भन्छ भनेको यो के स्टेट गर्छ भने भनेको इन द इनकम्प्रेसिबल फ्लुइड व्हेन द फ्लो इज स्टडी एन्ड कन्टिन्युअस। भनेको फ्लो के हुनु पर्यो, इनकम्प्रेसिबल हुनु पर्यो, फ्लुइड के हुनु पर्यो, इनकम्प्रेसिबल हुनु पर्यो, एन्ड फ्लो के हुनु पर्यो, स्टडी एन्ड कन्टिन्युअस। स्टडी एन्ड अब यहाँ छ इनकम्प्रेसिबल फ्लुइड। इनकम्प्रेसिबल फ्लुइड भनेको के हुन्छ भनेको जसको के हुन्छ भनेको डेन्सिटी के भन्छ भनेको त्यसको फ्लोमा, जस्तै यहाँ एउटा कुनै फ्लुइड छ, यहाँ गयो, त्यसको डेन्सिटी के हुन्छ, चेन्ज हुँदैन भनेपछि त्यसलाई हामीले इनकम्प्रेसिबल फ्लुइड भनिन्छ। र स्टडी फ्लोमा भनेको र कन्टिन्युअस फ्लोमा भनेको के हुन्छ भनेको जसको के हुन्छ भनेको वेट यता पनि सेम हुन्छ र यता पनि वेट के हुन्छ W1 = W2 हुन्छ। भनेपछि यहाँ यो पोजिसनमा जब फ्लुइड थियो अनि यो पोजिसनबाट ट्राभल गरेर यो साइडमा गयो अनि त्यसको दुवैको वेट के हुन्छ चाहिँ बराबर हुन्छ, त्यसलाई हामीले कन्टिन्युअस फ्लो भनिन्छ। र यहाँको हाम्रो के हुन्छ भनेको भेलोसिटी, एक्सेलरेसन र प्रेसर र डेन्सिटी, यो V1 A1 P1 र D1 ρ1 के हुन्छ भनेको V2 A2 P2 र ρ2 सँग बराबर हुन्छ भने त्यस्तोलाई हामीले के भन्छौँ, स्टडी फ्लो भनिन्छ। कन्टिन्युअस हामीले बुझिसक्यौँ, वेट बराबर हुनु। र इनकम्प्रेसिबल भनेको के हुन्छ भनेको डेन्सिटी चेन्ज नहुनु, डेन्सिटी पनि के हुनु भनेपछि बराबर नै हुनु। त्यस्तो हामीले फ्लुइड बर्नौलीज इक्वेसनले कन्सिडर गरेको थियो। र यो कन्सिडर गरेपछि हामीले के स्टेट गर्यो भनेको द सम अफ द पोटेन्शियल इनर्जी, काइनेटिक इनर्जी, प्रेसर इनर्जी और डाटम इनर्जी इज कन्स्ट्यान्ट एलोङ द स्टिम लाइन। भनेको हाम्रो जब के हुन्छ भनेको कुनै पनि फ्लुइड जब यहाँदेखि यहाँसम्म बग्दैछ भनेपछि यहाँको टोटल इनर्जी र यहाँको टोटल इनर्जी के हुन्छ भनेको बराबर हुन्छ, भनेपछि कन्स्ट्यान्ट हुन्छ। भनेपछि त्यस्तो हामीले के गर्छ भनेको बर्नौलीज इक्वेसनले हामीलाई इक्वेसन स्टेटमेन्ट एउटा दिएको छ। अब यो के स्टेट गरेको छ भनेको इट स्टेट द्याट द सम अफ द प्रेसर इनर्जी, काइनेटिक इनर्जी, पोटेन्शियल इनर्जी और डाटम इनर्जी इज कन्स्ट्यान्ट एलोङ द स्टिम लाइनसँग। त्यसको हामीले म्याथमेटिकल इक्वेसन म्याथमेटिकली हामीले के भन्न सकिन्छ, P/γ प्लस B²/2g प्लस Z = कन्स्ट्यान्ट। ठिक छ, हाम्रो यो के भयो, P/γ के हो भनेको प्रेसर इनर्जी हो, B²/2g भनेको के हो भनेको काइनेटिक इनर्जी हो, अनि यहाँ Z भनेको के हो, डाटम इनर्जी। अब यसलाई हामीले यो चाहिँ हाम्रो के हो भनेपछि बर्नौलीज इक्वेसनको एउटा स्टेटमेन्ट हो। र यो स्टेटमेन्टलाई हामीले के गर्नुपर्छ भनेको प्रुभ गर्नुपर्छ। तर प्रुभ अब हामीले गर्नेछौँ। बर्नौलीज इक्वेसनलाई प्रुभ गर्नको लागि हामीले एउटा के कन्सिडर गर्नुपर्छ, हामीलाई यो पाइप हामीले कन्सिडर गर्नुपर्छ, युनिफर्म पाइप हामीले कन्सिडर गर्नुपर्छ, जसमा हामीले के लियौँ भनेपछि एउटा LL सेक्सन लियौँ र यहाँ MM सेक्सन लियौँ। र LL सेक्सनबाट हामीले स्मल चेन्ज इन लेन्थ DL1 चेन्ज इन लेन्थबाट हाम्रो के भयो भनेको फ्लुइड ट्राभल गरेर कहाँसम्म गयो, L1 सेक्सनमा गयो र MM बाट कहाँसम्म गयो भनेको M' सेक्सनमा हाम्रो यो फ्लुइड ट्राभल गर्यो, जसमा के छ भनेको रिमेनिङ लिक्विड बिट्विन द L'-बाट हामीले MM सम्मको लिक्विडहरू के भयो भनेको अनएफेक्टेड भयो। त्यसपछि हामीले के बुझ्नुपर्छ भनेको अब वेट अफ द लिक्विड बिट्विन द LL एन्ड L'-मा वेट कति छ भनेपछि हामीलाई थाहा छ। अब हामीले के निकाल्नु पर्यो, सुरुको फर्स्ट स्टेपमा हामीले
यहाँबाट के बुझ्न सकिन्छ, लेट द लिक्विड बिट्विन द टू सेक्सन एल एन्ड एमएम moves to L dash M dash through the very small change in the length DL1 and DL2 as showing in the figure। हामी यो फिगरमा हामीले यो बुझ्न सकिन्छ। अब हामीले के निकाल्नुपर्छ भनेपछि भनेको अब हामीले के निकाल्नुपर्छ, वेट। अब हामीले के निकाल्नु पर्यो, वेट अफ द लिक्विड बिट्विन द एल एन्ड एल ड्यास भनेको यो दुईटाको बिचमा कति लिक्विडको वेट छ भनेपछि हामीलाई थाहा छ फर्मुला भनेको वेट इक्वल्स टु के हुन्छ, एमजी हुन्छ। र हामीलाई के थाहा छ भनेको डेन्सिटी इक्वल्स टु के हुन्छ, मास बाई भोल्युम। त यहाँ एम इक्वल्स टु के भयो, रो भी भयो भनेपछि हामीले डब्लु इक्वल्स टु के लेख्न सकिन्छ, रो भी इन्टु जी लेख्न सकिन्छ। र यहाँ हामीले के लेख्न सक्छ, डब्लु इक्वल्स टु रो जी इक्वल्स टु गामा भनेपछि गामा भी लेख्न सकिन्छ। भनेपछि गामा भी लेख्न सक्यो। अब हामीले डब्लु इक्वल्स टु भी इक्वल्स टु हामीले के लेख्न सकिन्छ, एरिया इन्टु लेन्थ। यहाँ त हामीले यो लेन्थ आयो नि जुन, त हामी त यो फिगरमा के कन्सिडर गरेको छौँ, लेन्थ स्मल चेन्ज इन लेन्थ DL1। त हामीले यसलाई के लेख्न सकिन्छ, गामा ए DL1। हामीले यहाँ एरिया पनि A1 हामी दिइहालौँ। र के बुझ्नुपर्छ भनेपछि भनेको हाम्रो यहाँको वेट र यो त पहिला नै हामीले एजम्सनमै हामीले के पढाएको थियौँ भनेको इनकम्प्रेसिबल एन्ड कन्टिन्युअस हाम्रो फ्लो हुनुपर्छ। कन्टिन्युअस फ्लोमा हामीले के पढाएको थियौँ, वेट के हुनु पऱ्यो, बराबर हुनु पऱ्यो। कन्टिन्युअस भएर के हुनु पऱ्यो, वेट हाम्रो के हुन्छ, बराबर हुन्छ एज द फ्लो इज कन्टिन्युअस। भनेपछि के लेख्न सकिन्छ, गामा A2 DL2 भनेपछि हामी के यहाँबाट आयो, गामा A1 DL1 इक्वल्स टु गामा A2 DL2 इक्वल्स टु हाम्रो वेट आयो। यो हाम्रो फाइनल इक्वेसन यहाँबाट भयो। यो कसरी हामीले दुवै वेटलाई हामीले बराबर गर्न सक्यो, किनभने एज द फ्लो इज कन्टिन्युअस। यो हाम्रो के हो भनेको स्टेप फर्स्ट हो, स्टेप फर्स्ट। अब हामी स्टेप सेकेन्डमा यहाँ एउटा कुरा के बुझ्नुपर्छ भनेको कुनै पनि हाम्रो यो पाइप फ्लोमा के भन्छ, यहाँ एउटा ओपनिङ छ र यहाँ एउटा ओपनिङ छ भनेको प्रेसर के हुन्छ भने अपोजिट डाइरेक्सनमा लाग्छ। त्यही भएर हामीले के हुन्छ भनेको टोटल वर्क डन बाई द प्रेसर भनेको हामीले प्रेसरको कारणले गर्दाखेरि हाम्रो वर्क डन के हुन्छ भनेको कति हुन्छ, त्यो कुरा हामीले निकाल्ने गर्छौँ। अब हामीले थाहा छ वर्क डन इज इक्वल्स टु, वर्क डन इक्वल्स टु के हुन्छ भनेको फोर्स इन्टु डिस्टेन्स। हामीलाई के थाहा छ, फोर्स इक्वल्स टु के हुन्छ, प्रेसर इक्वल्स टु फोर्स बाई एरिया, प्रेसर इक्वल्स टु के हुन्छ, फोर्स बाई एरिया। त यहाँ फोर्स इक्वल्स टु के भइहाल्छ, प्रेसर इन्टु एरिया इन्टु डी भइहाल्छ। अनि त्यसपछि हामीले के गर्न सकिन्छ भनेको प्रेसर इन्टु एरिया इन्टु डिएल हामीले यो डिस्टेन्सलाई हामीले लेख्न सकिन्छ। र हाम्रो के हुन्छ भनेको अब W1 को लागि हामीले के लेख्ने, P1 A1 इन्टु DL1 अनि V2 वर्क एनदर वर्क सेक्सन 2 मा वर्क कति भयो, P2 A2 DL2 हामीले लेख्न सकिन्छ। र यो दुवै प्रेसर के छ, एक अर्कासँग के छ, अपोजिट डाइरेक्सनमा लाग्दैछ। त्यही भएर हाम्रो फाइनल प्रेसर के हुन्छ भनेको फाइनल वर्क डन के हुन्छ, वर्क डन बाई प्रेसर, वर्क डन बाई द प्रेसर के हुन्छ भनेको W1 माइनस W2। त अब यहाँ W1 कति आएको छ भनेको P1 A1 DL1 माइनस P2 A2 DL2 भयो हैन। त यहाँबाट हामीले के लेख्न सकिन्छ भने अब भनेको A1 DL1 P1 माइनस P2, किनभने हाम्रो चाहिँ यहाँको इक्वेसनबाट हामीले के लेख्न सकिन्छ, A1 DL1 इक्वल्स टु A2 DL2 हामीले लेख्न सकिन्छ। त्यही भएर हामीले यस्तो लेख्न यसलाई पायो। अब हामीले यसलाई के गर्न सकिन्छ भनेको अब यो इक्वेसनबाट हामीले के लेख्न सकिन्छ भनेको A1 DL1 इक्वल्स टु गामा बाई W पनि लेख्न सकिन्छ, नत्र W बाई गामा पनि लेख्न सकिन्छ, W बाई गामा पनि लेख्न सकिन्छ। सरी है, W बाई गामा हो यो। अब यसलाई हामीले के गर्न सकिन्छ, यो इक्वेसनबाट हामीले के लेख्न सकिन्छ अब भनेको यहाँबाट के लेख्न सकिन्छ यसलाई भनेको W बाई गामा P1 माइनस P2 भयो। भनेपछि यो हाम्रो के आयो भनेको यो हाम्रो के आयो भनेको प्रेसर हेड और इनर्जी।
यहाँबाट एउटा हाम्रो इक्वेसन आयो। त्यसपछि हाम्रो स्टेप 3 मा पोटेन्शियल इनर्जी। अब पोटेन्शियल इनर्जी भनेको के हो? mgh, ठीक छ, मास इन्टु जी इन्टु एच भयो। यहाँ त हेड के छ भनेको mg z1 माइनस z2 हुन्छ, ठीक छ। त यहाँबाट हामीले mg कस्तो के लेख्न सकिन्छ? w पनि लेख्न सकिन्छ है, z1 माइनस z2। किन मैले w लेखेको भनेपछि भनेको यो भनेको के हो? पोटेन्शियल हेड। यो मैले w किन लेखेको? किनभने हाम्रो सबै टर्महरू के छ भनेपछि माथिदेखि तलसम्म w कै टर्ममा छ, त्यही भएर हामीले mg लाई हामीले w लेख्न सकिन्छ, किनभने हाम्रो इक्वेसनमा पछि गएर प्रयोग गर्नुपर्छ। अब हाम्रो स्टेप 3 मा, स्टेप 4 मा के लेख्नु पर्यो? काइनेटिक इनर्जी। अब काइनेटिक इनर्जीको हामीले फर्मुला थाहा छ, k = 1/2 mv²। अब यहाँ हेर त, हामीले यहाँ वेट त वेटको टर्ममा लग्नु पर्यो, त 1/2 इन्टु m इन्टु v² इन्टु g/g पनि लेख्न सकिन्छ, भनेपछि 1/2 w इन्टु v²। अब हामीले के गर्ने? काइनेटिक इनर्जी के हुन्छ? इनिसियल र फाइनलमा पनि हुन्छ, भनेपछि यता पनि हुन्छ, यता पनि हुन्छ र यता पनि हुन्छ, भनेपछि यसको चेन्ज इन काइनेटिक इनर्जी इक्वल्स टु कति हुन्छ भनेको अब भनेको त्यसलाई हामीले के भन्ने? भेलोसिटी हेड इक्वल्स टु के हुन्छ? 1/2 है, त्यसपछि w/g, यहाँ के छ एउटा भनेको बाई जी छँदैछ, 1/g छँदैछ, w/g इन्टु v1² माइनस v2² भनेपछि यो एउटा इक्वेसन हाम्रो भेलोसिटी हेडको आयो। भनेपछि यो अब हामीले एउटा कुरा के थाहा छ भनेको एउटा कुरा हामीलाई के थाहा छ भनेको टोटल वर्क डन इक्वल्स टु के हुन्छ? चेन्ज इन इनर्जी। कुनै पनि काम के हुन्छ? जब इनर्जी चेन्ज हुन्छ तब कुनै काम हुन्छ, भनेपछि वर्क इक्वल्स टु के भयो? इनर्जी 1 माइनस इनर्जी 2 भयो, भनेपछि वर्क इक्वल्स टु वर्क प्लस इनर्जी 2 इक्वल्स टु इनर्जी 1 भयो। हामीले यसलाई के लेख्न सकिन्छ? भनेपछि यसलाई के लेख्न सकिन्छ भनेको टोटल वर्क डन बाई प्रेसर प्लस लॉस of potential energy equals to gain of kinetic energy। त्यसमा लेख्न सकिन्छ। हामीले प्रिभियस इक्वेसन सबै इक्वेसनबाट हामीले के लेख्न सकिन्छ भने इक्वेसन सबै फ्रम इक्वेसन 1 2 3 बाट के लेख्न सकिन्छ? 1 2 3 बाट हामीले लेख्न सकिन्छ wz1 माइनस z2 प्लस w by gamma p1 minus p2 equals to w by 2g v2² minus v1² गर्ने। त्यसपछि हामीले के गर्न सकिन्छ भनेको हेर त, w सबै क्यान्सल हुन्छ, w हामीले क्यान्सल गर्न सकिन्छ, z1 minus z2 plus p1 by gamma plus minus p2 by gamma equals to v2² by 2g minus v1² by 2g। भनेपछि हामीले यो सबै माइनस वाला टर्मलाई एक साइड लाने र प्लस वाला टर्मलाई एक साइड लाउँदाखेरि हामीले के बन्छ भने p1 by gamma plus v1² by 2g plus z1 equals to p2 by gamma plus v2² by 2g plus z2 हुन्छ। भनेपछि यहाँबाट हामीले के बुझ्न पायो भनेको टोटल इनर्जी एट द इनिशियल इज इक्वल्स टु द टोटल इनर्जी एट द फाइनल, सो व्हिच proves Bernoulli's equation। Thank you for the class।